धन्यवाद सञ्चालकज्यू यसोबाट सभापति अतिथि विशेष अतिथि हानमान्याको तराजु लिएर बस्नुभएका निरामण्डज्यू समय पालाप तथा यहाँमा सम्पूर्ण मञ्चमा उपस्थित हुनुभएका पद बाहिर उपस्थित हुनुभएका सम्पूर्ण महानुभावलाई म र मेरो स्कुलको तर्फबाट न्यानो नमस्कार टोक्राउँछु। नमस्कार। आज हामीले यस विज्ञान प्रविधिमा हामीले एउटा यो सिटीको निर्माण गरेका छौँ। यो सिटीमा सम्पूर्ण कुरा व्यवस्थित छ। यस्तो निर्माण सिटीमा हामीले सब वातावरण सबैको हामीले प्रयोग गरेका छौँ। यो अहिले हामीले एकछिन देखाउनेछौँ। म यहाँमा चाहिँ यो माथिको यो पङ्खा चाहिँ यो चाहिँ केबल कारको लागि हालिएको हो। यो केबल कार यसमा ब्लुटुथ अन गरेपछि यो केबल कारबाट घुम्छ। हामीले कुनै पनि सामान अन गरेर ब्लुटुथ अन गरेर यो रिमोट अन गरेर यो डिभाइस अन गरेर ब्लुटुथ अन गरेर सबै हामीले मोबाइलबाट कन्ट्रोल गर्ने गरेका छौँ। अनि यसको नाम चाहिँ रिमोट हो। यसको नाम चाहिँ अर्डिनो हो। यसमा ट्राफिक लाइट यो चाहिँ ट्राफिक लाइट आफ्नो समयमा आफै चाहिँ ट्राफिक लाइट बलेपछि यो गाडी चाहिँ अनि यो ट्राफिक लाइट बल्दा बित्तिकै यो गाडी चाहिँ आफै गुड्छ। अनि यो ब्लुटुथ अन गर्दा बित्तिकै यो केबल कार चाहिँ आफै गुड्छ। अनि केबल कार मान्छे घुम्नको लागि यहाँ 3 सेकेन्डसम्म वेट गर्न सक्छ। अनि 3 सेकेन्ड यता घुम्छ अनि 3 सेकेन्ड यता घुम्छ। अनि यताको मान्छे 3 सेकेन्डसम्म यता पुगाउँछ भनेपछि अनि यहाँ वेट गरेर अनि यताको मान्छे 3 सेकेन्ड पछि यता पुगाउँछ। अनि एकछिन हामी अहिले चलाएर देखाउनेछौँ। यो संसार यहाँ साना समुद्र भए यहाँ तालहरू भएकाले यो त्यो नाउ नडाउनु भएकाले हामी नाउ छुट्टै बनाएको। तर यो चाहिँ नाउ मेन्टेनेसन हो। अनि यहाँ सानसाना यहाँ तालहरू तपाईँले देख्न सक्नुहुन्छ। त्यो चाहिँ अनि यो कनेक्ट गरेपछि त्यो पनि चल्छ। त्यो अनि यहाँ नडाउनु भएर हामीले परवाटी ढाङ्गा राखेका हौँ। त्यहाँ पानी पनि त्यसको लागि चलाएर अहिले हामी देखाउने नै छौँ। टाइमिङ बनाइदिँदैन यो बल चाहिँ 1 सेकेन्ड बल्छ। यो चाहिँ अनि अलिक धेरै बल्छ। अनि यो अलिक कम बल्छ। यो बल्दा बित्तिकै अनि यो गाडी आफै घुम्छ। बत्तीले गर्दा पावर बढी भएकाले यो डोरी चाहिँ यहाँबाट भएर फुट्न सक्यो। गाडीमा ल्याउँदाखेरि नि भयो गाडीमा ल्याउँदा यो लिएर यहाँ काहीँ डोरी फुट्न नगरी अनि त्यो गइसकेछ नि। त्यहाँदेखि यो पावर बढी गरेर यहाँ टाढाहरू भागेछन् र अनि यो फुट्ने भयो। यसलाई चाहिँ हामीले ब्लुटुथबाट कनेक्ट गर्न सक्छौँ। यसको नाम चाहिँ यसको नाम चाहिँ अर्डिनो हो। त्यो ब्लुटुथबाट गर्दाखेरि यो लाइट चल्दाखेरि यो स्टक हुनको कारण चाहिँ मान्छे घुम्नको लागि यहाँ कमान्छ घुम्नको लागि घुम्नको लागि यो बत्ती बल्दा बित्तिकै यो Bye.
यो चाहिँ योसँग सम्बन्धित सँगै हो यो कनेक्ट गरेर यो हुन्छ। अब यसलाई चाहिँ ब्लुटुथबाट कनेक्ट गरेर पानीमा चलाउनुपर्छ। त्यस्तै सामान्यतया कर्णाली हामी यस्तो कर्णाली जस्तो समुद्र जस्तो ठाउँमा एक ठाउँबाट अर्को ठाउँमा सामान प्रसार गर्न पनि सहज हुन्छ यसबाट। अनि मानिसहरू पनि धेरै प्रायः जस्तो यस्तोबाट समुद्रतिर भएपछि त्यस्तोबाट ल्याउन सकिन्छ। ठुलो बुढालमा चाहिँ सानो सानो त्यो बुढालमा चाहिँ मानिसहरू मनोरञ्जन गर्नको लागि घुम्नको लागि त्यसरी हालताल त्यहाँ पनि प्रयोग गर्न सक्छन्। यो यहाँ चाहिँ अनि यहाँ चाहिँ अब प्रदूषण गर्ने केही पनि यसबाट डिसिकरेन्ट आउँछ यसमा। अब मैले योबाट ब्लुटुथ कनेक्ट गरिसकेछु। अब यसलाई पानीमा चलाएर अलिक सानो भएर नि त्यसलाई अगाडि ल्याउनु सकिन्छ। अगाडि आइसकेको कनेक्ट गर्ने यता अब यसलाई घुमाउन सकिन्छ। यसले अब यता नि घुमाउन सकिन्छ। अगाडि पछाडि सरल तरिकाले हुन्छ। योसँग हामीले ब्लुटुथ कनेक्ट गरेर राखेको बिसवटा मोटर कनेक्ट गरेर हो यो। पानीको दाम चलाउनको लागि 12 भोल्टेजको ब्याट्री चाहिँ ठुलो भोल्टेजको चाहिन्छ। यसलाई अलिक करेन्ट नै बढी चाहिन्छ। यसलाई निजाम भयो। योसँग कनेक्ट भएर हो। योसँग अब यससँग समुद्र सानो तालहरू छन्। यसमा नटाउने भएर यसलाई ठुलोमा बनाएर यता निकालिरहेको। यो ट्राफिक लाइटहरू छ। यी ट्राफिक लाइटहरू नभएपछि यातायातमा दुर्घटना हुन सक्छ। यसको कारणले गर्दा दुर्घटना अलिक कम हुन सक्छ। अनि यहाँ वृक्ष रोपण गर्नको कारण यो यहाँबाट निस्केका धुवाहरूलाई स्वच्छ वातावरणमा फोहोर गर्नको लागि फोहोर भएका धुवाका कुराहरूलाई यसले बिरुवाले अलिकति सफा गर्नुपर्छ। अनि यहाँ चाहिँ हरियाली चारैतिर छ। अनि चाहिँ यहाँ जेब्रा क्रसिङ पनि राखेको छ मानिस आउटजात गर्नको लागि। ट्राफिक लाइटहरू आफै आफै बोल्छन्। ट्राफिक लाइट पनि आफै यो ट्राफिक लाइट बोलेपछि अनि गाडी आफै बुझ्छ। गाडी नै यसमा बुझ्छ। यो गर्दाखेरि हुन्छ। ट्राफिक लाइट गाडीहरू बस्छ। यो हरियो ढिलो जाँदाखेरि यो गाडीहरू यता हिँड्ने सहज हुन्छ। यता नि जेब्रा क्रसिङ गर्ने बाटो छ यता। हजुर 3वटा छ यता। यो चाहिँ रातो यो नि रातो। यसलाई रातो खुट्टामा हामीले पहेँलो मानिदिएको होइन। हजुर रातो गाडीहरू हरियो गाडीहरू
पानीले चाहिँ यसलाई यताउति गर्नको लागि गाडीमा ल्याउँदाखेरि यो हल्का उ गरौँ है त्यहाँतिर सकाठ नम्बर हो गाडीमा आउँदाखेरि नि मैले गाडी ल्याएर यताउति सकाठ नम्बर टायरमा त कुनै साम्रो भएर आउँदैन गाडीले गर्दा नि गाडीमा आउँदाखेरि यो यताबाट त्यहाँ जान्छु नि त्यहाँबाट त्यता आउनु पनि अनि त्यो लाइट आउँदाखेरि यो गाडीमा गाडी घुस्छ नि अब अर्को भइसक्यो अब जाम लागेको अब यो घुस्छ नि त्यसले चाहिँ रोक्छ गाडी अब हिरो आउँदाखेरि आफैले बल भनेपछि ग्रिन लाइट स्टार्ट भयो भने गाडी चाहिँ अब चल्छ भन्ने कन्डिसनमा हो। अनि यो रेड लाइटलाई चाहिँ यो दुईवटा के भयो भने यो चाहिँ रेड हो यो येल्लो हो यो चाहिँ ब्लू अनएभाइलेबलको कारणले सामान नप्रोभाइड भएको कारणले यहाँ एरिया अलिकति कन्जस्टेड भयो अलिक गाडीमा ल्याउँदाखेरि अलिकति योलाई पनि पानी मेन यसकै हो यसमा चलाउनको लागि म बनाएँ तर यो सानो भएर बनाउनु पर्ने भयो कारण के हो यो पानी समुद्र अवस्था यता हरियाली भयो गत वर्ष हाम्रो यता सहर पनि नेपालमा पनि के भन्नु त्यसले चाहिँ मोबाइलमा कनेक्ट गरेर यस्तै घर भयो नि सर त्यसले चाहिँ किप्याडमा मोबाइलसित कनेक्ट हुन्छ त्यसले चाहिँ अनि यता लेजर राखेपछि चारैतिर महिना राखेपछि त्यसले चारैतिर डिफ्लेक्ट गर्छ मतलब 316 बनाउँछ बनाउँछ तर त्यो चाहिँ जता स्कुलमा भन्नुपर्छ अनि त्यहाँ भएपछि यता चारैतिर हुन्छ सरले पठाइदिनु अनि त्यो